Welcome to the RSC Vlogger. हामी चाहिँ अहिले हाम्रो देउराली पाटनको बारे भन्ने ठाउँमा छु। बारे भन्ने ठाउँ लसुन कोड्न आएको। के भन्नु, लसुन छैन, पाउँदैन। दिनभरि डुल्यो हिड्यो। के भन्नु साथी, यो गाह्रो छ। धन कमाउन आएको, धनै भेटिँदैन। यार्स खोजे जसरी खोज्नुपर्छ, कहीँ नि भेटिँदैन। ठाउँ ठेगानै लाग्दैन साथी। हो बोट नि नचिनेको, पहिलोचोटि आएको, बोट चिन्न नै गाह्रो भयो। फेरि बोट चिन्छेपछि बोट भेट्न नै गाह्रो छ साथी। हो लेकमै उकालो चढ्दैछौँ हामी। यही लेकमा खोज्ने, पाटनमा लसुन खोज्न आएको। बोल्नु नसुन्न, सुनको भाउ, लसुन र सुनको भाउ उस्तै छ भन्ने सुनेर सङ्कलन गर्न आइदिएको। भेट्दैन यार साथी। के भन्नु, तिन चारवटा दाना भेटेको भए नि हुन्थ्यो नि लसुनको। फेरि त्यो घरमा तरकारीमा दालमा हाल्ने लसुन होइन नि साथी। हो यो औषधि बनाउन परेको हुन्छ अरे। बनमा पाइने वन लसुन हो। भेट्यो भने तपाईँहरूलाई चाहिँ म अहिले वन लसुन देखाउने छु। त्यसको बोट र त्यसको जमिनभित्र बसेको दाना कस्तो हुन्छ भनेर देखाउने छु साथी हो तपाईँहरूलाई। तर के भन्नु, वन लसुन भेटिँदैन। भेटेको भए मजाले देखाइदिनु तपाईँहरूले। वन लसुन सङ्कलन गर्न आएको, त्यो पनि फेरि के भन्नु, रसिद नकाटेर चोर्न। जुम्लीहरू चाहिँ आउँछन्, हामी चाहिँ आफ्नै वनमा हो। गाह्रो छ साथी। हो अरूको छोरीको मन चोर्ने उमेरमा वन लसुन चोर्न आएको छ अनि कहाँबाट हुन्छ। त्यही भएर त होला वन लसुन नभेटिने। या वन लसुन भेट्यो भने चाहिँ तपाईँले देखाउने छु चोरीको वन लसुन कस्तो हुन्छ भनेर। हामी चाहिँ यो वारीको पाटनमा छौँ। यताबाट यो डाँडा कटेर फेरि पारीपछि पारीहरूको छुट्टै पाटन छ। यताको फेरि पारीको यहाँदेखि तल मुनि गएर फेरि बाहिर जानुपर्छ। हाम्रो दाइ अगाडि हेर्दै हुनुहुन्छ, उहाँ पनि। वन लसुन गाह्रो छ साथी। हो वन लसुन भेट्न। लेकमा के गर्नु, आफ्नै वनमा वन लसुनको सिजन खोल्या छ भनेर वन लसुन सङ्कलन गर्न आएको। हामी आउनुभन्दा त अगाडि नै पुरै जुम्लाको मान्छेहरू आएर, हाम्रो अब जाजरकोट यहाँ सिमाना खुल्ला जाने ठाउँहरू धेरै छ। त्यो बागानले पुरै मान्छेहरू आएर चाहिँ वन लसुन पहिल्यै लगिहाल्दो रहेछन्। लगिसकेपछि अहिले हामी आएर कहाँबाट भेट्नु। उकालोमा जान्छ साथी। हो घामले गर्दा अलिक कालो देखिन्छ। पाटनमा यस्तै हो। हिँड्यो, वन लसुन भेट्दैन, कुटो बोक्यो, हिँड्यो। हाम्रो चाहिँ 6 जनाको टोली आएको छौँ यसो वनमा वन लसुन सङ्कलन गर्न। अनि जो जुम्लाबाट वन लसुन चोरीमा चाहिँ सङ्कलन गर्न चोरीमा आउनु भएको छ, उहाँहरूलाई चाहिँ अलिकति यस्तो नगरिदिनुहोस्। जडीबुटीको सही समयमा चाहिँ सङ्कलन गर्नुपर्छ हामीले भने चाहिँ उहाँलाई चाहिँ रोकथाम गर्नुपर्छ हामी मिलेर भनेर चाहिँ सम्झाउन लगाएको। कोही मान्छे टाढैबाट देखेर भागिहाल्छन्, कोही मान्छेसँग चाहिँ जे होस् कुरा चलिरहेको छ साथी। यो पाटनमा अलिकति उकालो चढ्दैछौँ, त्यही भएर अलि समस्या भइरहेछ। हामी अहिले 2 जना दाजुभाइ यहाँ छौँ। वन लसुन खोज्दैछौँ, भेटिँदैन। अरू टोली चाहिँ हाम्रो त्यो पारीको पाटन छ, त्यो पाटनतिर चाहिँ जानुभएको छ। वन लसुन भेटिएपछि तपाईँलाई वन लसुन कस्तो हुन्छ चिनाउने छु है त साथी। यो साथी हो लसुन चाहिँ यस्तै घाँसमा खोज्ने, कुटो सुमातेर लसुन कति बेला भेटिन्छ खप्प हान्ने हो। लसुन चाहिँ भेटिँदैन। लसुन भेटिनु पर्यो। भेटिएपछि यही कुटोले हो खप्लक्क खन्ने। लसुन पनि देखाउँछु तपाईँलाई कस्तो हुन्छ भनेर, देख्न सक्नुहुन्छ। म यहाँ खोज्दैछु लसुन कहाँनिर पाइन्छ भनेर। लसुन पाइने बित्तिकै यस्तै घाँसमा खोज्नुपर्छ साथी। हो लसुन खोज्ने, लसुन यसै नै हो। घाँस जस्तै देखिन्छ, हरियो नै हुन्छ। बोट चिन्नु एकदमै गाह्रो हुन्छ।
भेटिने बित्तिकै लसुन मजाले कहाँनिर भेटिन्छ हेरेर झ्याम्मै ल्याएर अहिले खन्नुपर्छ। कस्तो हुन्छ मजाले तपाईँलाई देखाउने छु। बोट त्यसको दाना चाहिँ हाम्रो बाजेले लसुन भेटाइसक्नु भएको छ। लसुन कोर्दै हुनुहुन्छ बाजेले चाहिँ। अब मैले चाहिँ भेटाउनु पर्ने अवस्था छ। हाम्रो बाजेले चाहिँ लसुन भेटाएर भक्काभक खनिरहनु भएको छ। अब म मात्र छु बाँकी भेटाउनु पर्ने। लसुन खोज्दैछु अब कति बेला भेटिन्छ भने होइन। लसुन पनि दुई प्रकारको हुन्छ, एउटा एक पाते र एउटा पाँच पाते। मैले चाहिँ हेरेर खोज्दैछु। ल साथी मैले चाहिँ लसुन भेटेँ है त। कहाँनिर भन्दाखेरि ट्याक्कै यो यही लसुन हो। एक पाते यो एक पाते लसुन यो। अब यसको जरो बस्दा हुन्छ खन्छु है त म। यही हो यसको दाना फुत्तायो। यही हो लसुन। माटो लागेर अलि काल देखिरहेछ। यही हो लसुन चाहिँ। भेट्यो एक पाते। अब पाँच पाते भेटाउन बाँकी छ। एक पाते चाहिँ भेटिसक्यो साथी हो। यो ल्याउनुभयो भने चाहिँ एक पाते लसुन एउटै पात हुन्छ। यसको चाहिँ एउटै पात हुन्छ, एक पाते लसुन। यसको दाना चाहिँ यो दाना र बोट दाना यो बोट र दाना यो। अब पाँच पाते भेटाउन बाँकी छ साथी हो। पाँच पाते। अब पाँच पातेको खोजीमा लागौँ साथी हो। यो त भेटिहाल्यो। पाँच पातेको खोजीमा लाग्नु पर्यो साथी हो। पाँच पातेको अलिक ठुलो हुन्छ है त दाना। एक पाते त भेटियो। पाँच पाते खोज्नु पर्यो। पाँच पाते नि मजाले भेटिन्छ होला। हामी पाँच पाते खोज्दैछौँ। पाँच पाते साथी ल पाँच पाते नि भेटियो है त। ल पाँच पाते ट्याक्कै यो फुल उब्रिया छ हेर्ने रहेछ। पाँच पाते फुल चाहिँ होइन। पाँच पातेको बोट चाहिँ यो हो। यो पाँच पातेको बोट यही हो। अब तपाईँलाई यसको दानु कत्रो हुन्छ भने निकालेर देखाउँछु है त। यही हो पाँच पातेको बोट। ल साथी हो पाँच पाते पनि खनियो। पाँच पातेको बोट यही हो। पाँच पातेको बोट हाम्रो बाजेले नि माथि भेटाइसक्नु भएको छ। मैले नि पाँच पाते भेटेँ। यो चाहिँ बोट हो भने यसको गानु चाहिँ यो यति ठुलो हुन्छ। अगाडि एक पातेको सानो थियो, अहिले यसको ठुलो छ। बोट चाहिँ यही हो। बोट र दाना यही हो। यो चाहिँ जमिन मुनि हुन्छ, बोट माथि हुन्छ। यही हो साथी हो। बाजेले नि मजाले भेटिराख्नु भएको छ हाम्रो बाजेले। मैले नि भेटेर चाहिँ खनिदिइहालेँ। अब यही हो बल्ल बल्ल भेटियो साथी हो पाँच पाते। अब बिस्तारै अरू पनि खोज्नुपर्छ। यतै उभियो हामी खोज्दै यहाँ माथि जान्छौँ अहिले। जडबिटी सङ्कलन गरेर आज डाँडामा आएर घाममा तताउँदैछौँ। यताट्टै हाम्रा कान्दाई हुन्, उताट्टै हाम्रा अङ्कल हुन्। अनि अब लसुनको कुरा गर्ने नि हाम्रो दाजुले सङ्कलन गर्नुभएको लसुन र सुनको भाउ बराबर छ। किलिक्क पार्नु भएको छ। चिलिक्क भन्नेलाई किलिक्क भएको छ यार। चिलिक्क पार्नु भएको छ उहाँले। अनि यहाँ हाम्रा सिरिया जेद्दाले हुन्, उहाँले चाहिँ मुख धोइदाइ गरी राख्नु भएको छ यहाँ। अब मैले चाहिँ त्यस्तै माटो साटो फालेको छैन। यही हो मेरो। ल बडी कसको छ भनौँ है त साथी हो। यो मिस्टर रमेशको, यो मिस्टर राजेन्द्रको, यो मिस्टर प्रकाशको
हामी 3 जनाले चाहिँ सङ्कलन गरेको ल कसको बढी छ साथी हो कमेन्टमा घच्च घोस्काइहाल्नु होला।